यहाँ निर्वाचन प्रक्रिया अगाडि बढ्दै गर्दाखेरि अब भित्र नोमिनेसनको लागि जम्मा 3 जना सभापतिको दावेदारीको लागि उम्मेदवार दिनुभएको थियो। त्यो क्रममा चाहिँ अब आफ्नै पार्टीको 4-5 जना मान्छेहरू हाम्रो पार्टीको सदस्यहरू आएर उहाँहरूले यो निर्वाचन प्रक्रियालाई हामी मान्दैनौँ भनेर गेटमा जोडले लात्तले हान्ने, त्यसपछि हातले यस्तो यस्तो गरेर चाहिँ तोड्दिन लागेपछि मैले यसो नगर्नुहोस् भनेर उहाँहरूलाई हटाउन लाग्दाखेरि मलाई च्यापचिप पक्रेर उहाँहरूले उठाएर रोडतिर लाने कोसिस गर्नुभयो। त्यतिकैमा मेरो ऱ्याडको सम्पूर्ण साथीहरू आएर फेरि मलाई खोसेर यतातिर मास्तिर ल्याए। अनि त्यसपछि उहाँहरूले अझै पनि फेरि होहल्ला गर्न चाहिँ छोड्नु भएन। त्यसो भएको हुनाले आज निर्वाचन प्रक्रिया क्यान्सल भयो। तपाईहरुको झडप पनि भयो? झडप त त्यस्तो भएन, तर झडप भएन भन्दा पनि उहाँहरूले तानेर अब पिट्ने हिसाबले, मार्ने हिसाबले तानेर लानुभयो। अनि यहाँ नाम भन्न मिल्छ भने नाम भनिदिनु न। यही छ पार्टीको सदस्यहरूले नाम भन्न मिल्छ भने भनिदिनु। यो आफ्नै पहिला गेटहरु तोड्ने मानसिकताले नै आउनु भएको थियो। अनि ऱ्याटको सबभन्दा पहिला हामी सुरक्षाको लागि हामी खटिएको हिजोदेखि नै। अनि ऱ्याटको प्रमुख दिनेश दाइले उता त्यो कालर समातेर धकेल्दै, त्यो भिडियोमा पनि छ, त्यो स्पष्ट भिडियोमा पनि छ, त्यो हामीलाई पिटेको पनि भिडियोमा छ। यो भाइ यहाँ गेटको अगाडिमा उभिँदा गेट लात्तले पुरा उसको समूह आएर गेट तोड्ने। अनि हेर्नु यहाँ औँला पनि यस्तो गरिदिएको छ, अनि यो नङ पनि भाँच्दिएको छ। यो तपाईको ऱ्याट जो समूह जो छ, हजुर यो कहाँबाट सञ्चालित हो? पार्टीबाट नै हो? यो राष्ट्रिय स्वतन्त्र पार्टीको ऱ्यापिड एक्सन टिम समूहले अब नाम मिल्छ भने जस्तो 3 जना सभापतिको उम्मेदवार थियो, त्यसबाट जुन हो हल्ला गर्ने भनेको कुन पक्षबाट थियो? यो मलाई लाग्छ अब 3 जना मध्येमा अब 1 जना कसै न कसैको त होला, तर अब ठ्याक्कै मैले पनि अब उहाँको पक्ष हो भनेर चाहिँ अब भन्न